हेलो ह्याप्पी दसैँ सबैजनालाई। ल है खाना खानेको समय टाइम भयो। ल त तपाईहरु स्वास्थ्य रहनु होला। म पनि स्वास्थ्य छु, मरेको त छैन के रे। मर्यो भने तपाईहरुलाई चाहिँ खबर चाहिँ दिउँला है। ल त मेरो माया यति नै तपाईहरुको लागि। तपाईले पनि धेरै माया गरिदिनु भयो, मलाई यहाँसम्म पुर्याइदिनु भयो। धेरै धेरै धन्यवाद। दसैँको शुभकामना। तपाईहरुलाई दसैँ राम्रो मनाउनु होला। किनकि आफ्नो भनेको त कोही पनि छैन के रे। नभए तापनि यस्तै अर्को देशमा चाहिँ बसेर पनि सानो सानो चाहिँ भिडियोहरु तपाईहरुलाई चाहिँ ये भात र चाहिँ अचार अनि त्यहाँबाट चाहिँ ये मासुको चौडाहरु चाहिँ देखाइरहेको छु। प्लिज माया तपाईहरुकै मलाई जिम्दो राख्नु, चाहिँ मार्दिनु। मेरो नेपाली दाजुभाइ दिदीबहिनीहरु बाबा आमाहरुलाई ढोग छ, यही भन्न चाहन्छु। बस यति नै। दसैँको शुभकामना तपाईहरुलाई। मेरो भिडियो माया लाग्छ भने तपाईहरुलाई बस लाइक फलो शेयर सब्स्क्राइब गरिदिनु होला। देश विदेशमा चाहिँ रहने दाजुभाइहरुलाई पनि पठाइदिनु होला मेरो यो भिडियोहरु। बस यति नै भन्न चाहन्छु। गुड नाइट, जय नेपाल, लभ यू मेरो सम्पूर्ण देशवासी। यही भन्दै है। ल गाह्रो नमान्नु होला, आँधेरो भयो, टाइम पनि खत्म भयो। सरी, गलत बोलेछ भने मलाई गाली दिनु होला है।